कति वर्ष हो? भदौ 23 र 24 को जुन एउटा विदारक घटना थियो, अब 23 गते युवाहरू मारिएको र 24 गते चाहिँ अब आगजनी भएको, चारैतिर धेरै नोक्सान भयो नेपाललाई। त्यो आगजनी एउटा उत्पात नै भएको अवस्था थियो। अनि त्यस्तो घटना घट्दाखेरि राज्यले अब त्यसमा कसलाई कारबाही गर्ने, कसको दोष छ, कसको गल्ती छ, त्यसको छानबिन चाहिँ यस्तै आयोगबाट हुनाले हामीले आयोग गठन गर्दाखेरि हाम्रो गृहमन्त्रीज्यूले विशेष त अब धेरै आयोगमा